आज 2079 साल जेठ 21 गते ज्येष्ठी पूर्णिमाको दिन हामी बानीहरूको कुल पूजाको यस वर्षको लागि कुल पूजाको दिन आज बिहानै उठेर नुहाइ धुवाइ गरेर जनै नयाँ फेरेर अब कुल पूजाको लागि चाहिँ माथि हाम्रो सबै बानीहरूले कुल पुज्ने साझा ठाउँ भिरमुनीतिरको यात्राको लागि अब यसलाई लिङ्ग भन्छ। लिङ्ग चाहिँ अगाडि समातेर जानुपर्छ र हाम्रो पाठा पूजा गर्नको लागि तयार पारिएको किनिएको पाठो यता राखेका छौँ, त्यो लिन्छौँ हामी। यो पाटो सुरुमा अघि खोरबाट निकाल्न चाहिँ हिँड्न गाह्रो मानिरहेको थियो। अब अहिले चाहिँ अगाडि बिचरा दौडिरहेछ कि उसलाई थाहा छैन आज उसको अन्तिम दिन हो भनेर। हामी यो म्याग्दीको गलेश्वर बजारबाट उकालोतर्फ हाम्रो कुल पूजा गर्ने स्थान भिरमुनी जाँदै गर्दा चाहिँ यस्तै जङ्गलको बाटोहरू हुँदै जानुपर्छ, जुन चाहिँ अत्यन्तै शान्त रमणीय छन्। हामी काठमाडौँ पोखराको भिडबाट कसरी छुटकारा पाउने भन्ने कहिलेकाहीँ लाग्छ हामीलाई। त्यसका लागि चाहिँ एउटा राम्रो अवसर पनि हो। त्यो कोलाहलमा बस्दै हाम्रो कानहरू सधैँ गुन्जिए जस्ता हुन्छन्। त्यसका लागि नि कहिलेकाहीँ यस्तै शान्त ठाउँहरूको भ्रमण अथवा यात्रा निकै नै फलदायक हुन्छ। एकदमै डिफ्रेन्ट फिल हुन्छ, आनन्दको अनुभूति हुन्छ। हाम्रो देशका पहाडमा यस्ता हाइकिङ ट्रेलहरू बनाउन सकिने ट्रेलहरू कति छन्, कति सायद यी ट्रेलहरूलाई मात्रै विकास गरियो भने पनि नेपाललाई एउटा विश्व सामु नै हाइकिङ ट्रेलहरूको देश पनि भनेर चिनाउन पनि सकिन्छ। किनभने हरेक पहाड, हरेक हिमाल जाने यस्तै बाटाहरू छन्, पुराना एबेन्डन रोड्सहरू। अहिले चाहिँ मोटर बाटोको सुविधाले गर्दाखेरि कतिपय यस्ता बाटाहरू बिस्तारै लोप हुँदै पनि गइरहेको छ र तिनलाई चाहिँ हामी हाइकिङ ट्रेलको रूपमा विकसित गर्न सक्यौँ भने बाटोमा पाइने यस्तै ठुला पिपलका रुखहरूले बटुवाहरूलाई छारिदिने र अलिकति अक्सिजन दिने काम गरिरहेको। यी सयौं वर्ष पुराना पिपलका रुखहरूले वन जङ्गललाई हरियाली मात्र होइन, सुन्दरता पनि थपेका छन्। अझ त्योभन्दा महत्त्वपूर्ण कुरा अब हामीले सुनिरहेका छौँ, पिपल रुखले चाहिँ 24 घण्टा अक्सिजन जुन हामीलाई सास फेर्नको लागि आवश्यक तत्त्व हो त्यो प्रदान गरिरहन्छ। त्यसैले पनि यो अत्यन्तै महत्त्वपूर्ण छ। सायद त्यसैले पनि होला यसको संरक्षण गर्नुपर्छ, जोगाउनुपर्छ भन्ने भावनाले हाम्रा पुराना बुढापाका मान्छेहरूले चाहिँ यसको कतिपय पिपल रुखमा चाहिँ ढोग गर्नुहुन्छ, महिलाहरूले पूजा गर्नुहुन्छ। यो रुखले मलाई पनि एउटा छुट्टै खालको आनन्द प्रदान। बाटोमा नयाँ बानिया दाजुभाइहरू भेटिने क्रम जारी छ। कोही बाइकमा, कोही गाडीमा, कोही हिँड्दै।
पुरानो मोटरबाट बाटोहरूको निर्माणसँगै पुराना बाटोहरू यसरी वनमाराहरूले छोपिएका छन्। बाटोहरू हराउँदै गइरहेका छन्। हामीले ल्याएको लिङ्ग गाड्ने ठाउँ, एकछिनपछि यो बोकाहरूलाई बलि दिने ठाउँ हो। बोकाहरू सब अब बधको लाइनमा। त्यो मन्दिरमा बध गरिसकेपछि हाम्रो कुल परम्परा अनुसार बध गरेको बोकाहरू चाहिँ घर लान पाइँदैन। त्यही भएर चाहिँ हामी यही छेउ बारीमा चाहिँ यसलाई चाहिँ काटेर यही पकाएर खाएर जानुपर्छ। त्यही अनुसार चाहिँ हामी यहाँ खसीलाई चाहिँ यतै काट्दैछौँ। ल पूजा गरेको पाठ हो, पकाएर खाएर पनि सकियो। अहिले आनन्दले चाहिँ यहाँ ढुङ्गामा आराम गरिँदैछ मजाले। अब घर लान नमिल्ने सबै टन्न यहीँ खाइयो। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार दुई खोलाको दोभानमा अवस्थित छ। अति नै सुन्दर देखिएको छ यहाँबाट। त्यो डिलमाथि चाहिँ
मल्लाज पर्वत